Hi guys, welcome to my another YouTube video. अनि आज चाहिँ फेरि हामी बजार जाँदैछौँ बिहीबारे हटिया मेला. So let's go together भन्न चाहन्छु. हामी मम्मी नानी पानी 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 गाडी यहाँनेरि नै हो क्या उयो हुने ठोक्किने हो. यहाँनेरि गाडी ठोकिन्छ यो पल्लोपट्टि. हिँड सानो. Oh my god. मम्मी चाहिँ हेर न फेरि भन्दैछ. अलिकति आऊ सानो. पानी देख्नु हो, पानी पस्छ होला केमा अब. आमामा ब्यागमै घुमाइदिएको. जहिले त्यही त हो नि. आयो त. हामी बजार आइसक्यौँ अब बिहीबारे हटिया. निस्के जाला जस्तो. तल जानुपर्छ क्या. आऊ नानु. अब त सबै उठाउनु थाल्छ. कुन ए हजुर कन्सेप्ट यस्तोहरू किनेको होइन कलरहरू. उता छ ऊ त्यो. माई गड कति धेरै तिहार लागेछ है. लैजाने भनेको. माई गड कति धेरै बजार लागिरहेछ. म त तिमीहरूकै पछि पछि गाडीमा हिँडेको हुन्थ्यो रहेछ. होइन ठिकै छ गर्नुभयो. गर्ने पनि भयो अब घरि पनि यति राम्रो हुनुपर्छ. उता साडी कस्तो राम्रो रहेछ मम्मी. साडी उति कति राम्रो रहेछ. हजुर उता साडी कति राम्रो रहेछ. अहिले अरू सामान किनौँ न. पहिले उठ्न आँटेको छ नि त बजार होइन. बजार त यतै हो अब. ओ माई गड कति धेरै लाग्दैछ. लास्ट तिहारको लास्ट बजार. झुम्का हेर्नु जान्दै थियो. कहिले अरू सामान किनौँ न. संसारले प्लास्टिक लिनु गएको छ हौ. थाम्छ यो. प्लास्टिकले थाम्दैन. त्यतिकै बोक्नु भएन. ल्याउनुमा आधी हुँदैन मम्मी हुँदैन. ल हामीले यो किनेको कस्तो भयो हौ. प्लास्टिकै नदिँदो रहेछ. नवटा छ गर्नु त. 1 2 3 4 5 6 7 8 9 भयो. 50 को 3टा दिएको भनेपछि पुगेन त. 50 50 50 भयो. अनि 170 दिनुहोस् त. यो मजा ए ल भयो हिसाब. ल जाउँ है. ल धन्यवाद. ल जाउँ. हिसाबै नजान्दो रहेछ. यो कलर भन्दा हजुरलाई यो साह्रै छ.
यो त एकदम लग्जरी छ तर मम्मीहरुलाई चाहिँ अलिक राम्रो हुँदैन यस्तो ब्लू मम्मी ब्लू लगाउनु म ए त्यसो भए यो कन्याकुमारी केटीहरुलाई यस्तो राम्रो यो भर्खरको केटीहरुलाई यो राम्रो कलर आयो डल्ला कति त यो मिलाएर देऊ न त 950 टका लाग्यो यस्तो हैन अनि त्यसपछि यो अलिक डार्कबाट राम्रो हुन्छ यो राम्रो हुन्छ यो त टिप्नु वाला हैन हजुरलाई जस्तो मन पर्छ ए भाउजूकोमा सिलाउने भाउजूकोमा हामी त हिँडेको अब यसरी घर जाँदैछौँ भोलि मम्मीसँग जान्छु म बजार हजुरसँग जान्छु भाउजूलाई चिन्नुहुन्छ ए भाउजूलाई चाहिँ बिहेमा आउनुभएको त है कस्तो सिलाउनु भनेको कस्तो सुरुमा त कस्तो शीतल छ यो धेरै बजार त फुन्दुक्दा घुम्नु भने उठिसक्छ र तल र माथि हो र त बिहान बेलुका गर अब म कमलामा यस्तो फुल रोप्छु कि खोजी मान्छेले मात्र सुरुमा त कस्तो मनै नगरेको थियो नि त त्यही भएर त्यहाँउदा मनै थिएन अनि मैले पनि ठिकै छ भाउजूले सिलाउनु दिन्छु भनेर अब घर लाग्यो साडी लाउनु त आउँदैन तर मैले एकचोटि किन पनि साडी किनेको खोइ होइन अब कहिलेकाहीँ भेनाहरूको त्यो पार्टीतिर जाँदा साडी लाउनु कि फेरि लाउ न भेना चाहिँ कट्टु लगाएर जान्छु म चाहिँ साडी लगाएर भेना चाहिँ किन कट्टु लगाएको दौरा सुरुवाल सिलाइदियो दौरा सुरुवाल चाहिँ सिलाएर नलानेको त तर पहिलाको त सिलाछु म ए भेना चाहिँ कट्टुमा त्यसपछि दिदीले साडीमा त फेरि मिलेन तिहारको अलिअलि यहाँ बोल्नु थालेछ यस्तो बाटो हुँदै जानुपर्छ होइन हाम्रो घर चाहिँ त्यो बजार चाहिँ तलै छोरी हो अनि यो रोड चाहिँ बत्ती रहेछ मेरो भ्लग गर्ने यहाँ हेर्नु है दिदी पछि यहाँ चाहिँ अँधेरो छ हजुर मेरो फोन छ अँधेरो छ यहाँ चाहिँ पस्र फोन नि अँधेरो छ अनि त्यसपछि यहाँ चाहिँ कति बेला निङ्गुरो लगेर पकाएर खाने बत्ती रोडमा छ एउटा अन्त घरमा भात चाहिँ पकाएको छैन निङ्गुरे पकाएर निङ्गुरे मात्र भएन ए ल ठिक छ भात पनि पकाउँला न अलिकति कुन ठुलो कुरो हो र भात खान्छु ए अब उसलाई निको भयो नि चटपटी खाएर भएन नत्र त कस्तो बमेटो कि भमेटो आउनु खोज्यो भने त गरिहाल्छ नि यहीँ भएको त के हरायो कि के हो सुनहरू भए हरायो अन्त हाम्रो घरमा चाहिँ झिलिमिली पनि बालेको रहेन रहेछ हामी छुइनँ भने यस्तै हो ठुलो मान्छे छैन भने यस्तै हो कि त्यो सानो मान्छे हाम्रो यात्रा चाहिँ यहीँसम्मको हो हाम्रो यात्रा चाहिँ यहीँसम्मको हो गाइजहरू अब यहाँदेखि चाहिँ रुँदै जानुपर्ने हुन्छ